हेलो, हामी फेरि पनि आज मत्तीको पुस्तकबाट मत्ती 26 अध्यायको 41बाट हामी एउटा उखानलाई लिएर हामी हेर्दैछौँ। आज विशेष मेरो शीर्षक चाहिँ उखान। प्रभु यीशु ख्रीष्टले बोल्नु भएको उखानलाई मैले लिएर विशेष आज केही चर्चा गर्न गइराखेको छु। अनि विगत दिनमा मैले भिडियोजहरूमा मैले उखान भन्ने यसको एक परिभाषालाई मैले परिभाषित गरेको छु र तपाईहरुले त्यहाँबाट हेर्न सक्नुहुन्छ। र म आज विशेष गरिकन यो भित्र लुकेका रहस्यका कुराहरू, जस्तै यो भित्र लुकेका फिगरेटिभ ल्याङ्ग्वेजेसहरू, डिभाइसेसहरू यहाँबाट युज भएको छ भन्ने विषयवस्तुलाई आज हामी विशेष गरिकन हेर्नेछौँ। जसै हाम्रो यहाँनिर अहिले हामी विशेष गरिकन साहित्यिक उपकरणहरू अध्ययन गर्दै गरेको कारणले गर्दा यहाँभित्र लुकेका एउटा वाक्यभित्र एउटा मात्रै पदबाट, जसमा चाहिँ पुरा एउटा वाक्यलाई नै मैले लिएको छु, अनि त्यो वाक्यभित्र आज कतिवटा चाहिँ यहाँनिर उपकरणहरू या त यो भित्र रहेका साहित्यिक लक्षणिक भाषाहरू यहाँनिर प्रयोग गरेको छ भन्ने कुरालाई आज हामी विशेष गरिकन हामी यहाँबाट हामी केही कुराहरू हामी चर्चा गर्न गइराखेका छौँ। अनि यो चाहिँ एउटा पुरा हामीले एउटा पुरा पदलाई हामीले उठाएका छौँ। अनि त्यसमा आज विशेष गरिकन हामीले कसरी केलाउने त, साहित्यिक उपकरणहरूलाई हामीले कसरी पत्ता लगाउने त भन्ने विषयलाई हामी विशेष गरिकन आज चर्चा गर्दैछौँ। र विशेष गरिकन यो सेन्टेन्सेसभित्र आज उपकरणभित्र उपकरण कसरी लुकेको छ भित्र धेरै यो भित्र हेर्दाखेरि साधारण एउटा वाक्य देखिन्छ, तर यो वाक्यभित्र चाहिँ आज कतिवटा उपकरणहरू लुकेको छ। अनि हामीले जबसम्म हामीले त्यो उपकरणलाई हामी पत्ता लगाउँदैनौँ तबसम्म त्यसको शाब्दिक अर्थलाई हामीले ल्याउन निकै नै गाह्रो हुन्छ। हामीले जसै देखेर सट्टै देखेर चाहिँ ठ्याक्कै हाम्रो मनमा जे आयो त्यो कुराले भन्नुभन्दा पनि त्योभित्र पसेर, त्योभित्र डुबेर, त्योभित्र के कुराहरू छन् भन्ने कुरालाई हामीले निकालेर त्यस पछाडि चाहिँ हामीले अर्थ लगाउँदाखेरि चाहिँ त्यो चाहिँ एकदम सठिक प्रकारले बस्न जान्छ, अर्थ बस्न जान्छ। यसैले गर्दाखेरि आज हामी विलम्ब नगरिकन यो कुरालाई हामी विशेष गरिकन अध्ययन गर्न गइराखेका छौँ। हजुरहरूले यहाँ देख्दै हुनुहुन्छ यो एउटा वाक्यभित्र यो जागर रहो, अनि यहाँनिर खमा लगाएको छ, फेरि प्रार्थना गर, फेरि खमा लगाएको छ, र परीक्षामा नपर, त्यहाँदेखि यहाँ पनि एउटा खमा छ। विशेष गरिकन यो खमालाई यो खमाको पनि एउटा इम्पोर्टेन्स छ यहाँनिर, त्यो कारणले गर्दाखेरि यसलाई चाहिँ हामीले बिर्सिन हुँदैन। त्यस पछाडि आएको एउटा जुन सेन्टेन्सको एउटा वाक्यको जुन चाहिँ छ त्यो कुरालाई हामी पत्ता लगाउँछौँ। यहाँभित्र एउटा लुकेको कुरा चाहिँ हामीले पहिलो सेन्टेन्सबाटै पत्ता लगाउने भन्ने चाहिँ के हो चाहिँ भन्दाखेरि चाहिँ त्यो चाहिँ हो, अङ्ग्रेजीमा भन्छ इम्पेरेटिभ सेन्टेन्स भने पनि भयो या इम्पेरेटिभ भर्ब भने पनि भयो। यो चाहिँ विशेष भर्ब हो। यहाँनिर चाहिँ यो चाहिँ के हो भन्दाखेरि आज्ञार्थी क्रिया चाहिँ कतिवटा छन् त यो वाक्यभित्र भन्दाखेरि चाहिँ जागा रहो भनेर यहाँनिर आज्ञा गरेको छ। अनि हामी फेरि पनि अगाडि देख्न सक्छौँ यहाँनिर प्रार्थना गर, यो पनि आज्ञा हो। प्रार्थना गर यो पनि इम्पेरेटिभ भर्ब हो। त्यस पछाडि परीक्षामा नपर यो पनि के हो, यति पनि भाग पनि के हो, यो पनि इम्पेरेटिभ भर्ब नै यहाँनिर प्रयोग गरिएको छ, परीक्षामा नपर भनेर प्रयोग गरिएको छ। त्यहाँदेखि फेरि अर्को सेन्टेन्स चाहिँ अर्को पाटो चाहिँ के भएको छ भनेदेखि त्यो सेन्टेन्सको पाटो चाहिँ फेरि के भएको छ त भन्दाखेरि त्यो चाहिँ अलग गरिएको छ। फेरि अलग गरेर आत्मा त साँच्चै तयार छ तर शरीर दुर्बल छ भने फेरि यहाँ तरबाट फेरि छुटिएको छ। यहाँ तपाईँले कमा देख्दै हुनुहुन्छ। बाइबललाई पनि तपाईँले हेर्नुभयो भने बाइबलमा जस्तो छ त्यस्तै मैले नै यहाँनिर जस्तो छ त्यस्तै लेखेको छु, किनभने यसको आफ्नो आफ्नो इम्पोर्टेन्सहरू छ यहाँनिर। त्यो कारणले गर्दाखेरि आफ्नो महत्त्व भएको कारणले गर्दाखेरि यसलाई मैले स्पष्ट बनाउनु पर्छ भन्ने हेतुले मैले यसलाई विशेष गरिकन यसरी छुट्याएको छु। अब यहाँभित्र अर्को उपकरण के लुकेको छ त भन्दाखेरि हामीले याद गर्नुपर्ने कुरा एउटा ठ्याक्कै हामीले भन्ने हो भनेदेखि चाहिँ अर्को प्रकारले विरोधाभासी, जसलाई हामीले प्याराडक्स भनेर हामी भन्छौँ, प्याराडक्सको प्रयोग गरिएको छ। आउनुहोस् हामी हेर्छौँ यो प्याराडक्सलाई।
PARADOX प्याराडक्स भनिन्छ, जसलाई चाहिँ नेपालीमा यसलाई नेपालीमा भनिन्छ हामीले यसलाई के भन्ने भन्दाखेरि चाहिँ विरुद्धभाषी सायद मैले स्पेलिङ बा गल्ती गरेँ, हजुरले यसलाई गर्न सक्नुहुन्छ, सच्याउन सक्नुहुन्छ। विरुद्धभाषी जसलाई चाहिँ प्याराडक्स भन्छ। यसमा एउटा प्याराडक्समा चाहिँ के छ भनेदेखि प्याराडक्स चाहिँ के हो भन्दाखेरि हामीले बुझ्नु बहुतै जरुरी हुन्छ। प्याराडक्स भनेको चाहिँ एउटा अर्थ एउटा वर्डको ठिक अपोजिट अर्को वर्ड, एउटाले एउटा वर्ड दिइरहेको छ भने त्यसको ठिक अर्को चाहिँ त्यसको अपोजिट मिनिङ दिने, त्यसलाई चाहिँ भनिन्छ हामीले प्याराडक्स भनेर। प्याराडक्समा चाहिँ हामीले विरोधाभासी भनेर हामी यहाँनिर देख्दछौँ शब्द भने पनि भयो। अनि यो चाहिँ कुन हो भन्दाखेरि चाहिँ यो आत्मा र आत्माको ठ्याक्कै अपोजिट चाहिँ के हो भन्दाखेरि शरीर हो। यानि कि यो आत्मा, यो प्याराडक्स चाहिँ कुन कुन हो भन्दाखेरि चाहिँ आत्मा र अर्को चाहिँ के हो भन्दाखेरि शरीर। यसको ठिक विलोम शब्द या त विपरीत शब्द चाहिँ के हो भन्दाखेरि चाहिँ यसलाई चाहिँ शरीर हो। यसलाई हामीले शरीर भनेर लेखौँ। यो दुईटा चाहिँ प्याराडक्स वर्ड हो है त। अब अर्को ठ्याक्कै आउँछ, त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ हामीले विशेष गरिकन अझै पनि यहाँभित्र यतिमै खतम भएको छैन। अर्को पनि फिगर अफ स्पिचलाई हामी पत्ता लगाउन सक्छौँ। अलङ्कारिक भाषाको या त शब्द भनौँ या भाषा भनौँ, त्यसको प्रयोग यहाँनिर हामी पाउन सक्छौँ। त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ आत्मा त यहाँदेखि फेरि यहाँसम्मको तयार छ, ठ्याक्कै त्यसको विचार नै उल्टा हुनुलाई चाहिँ यहाँनिर हामी देख्छौँ। यो चाहिँ ठ्याक्कै विचार उल्टा भएको। आत्मा तयार छ तर शरीर चाहिँ दुर्बल छ भन्दाखेरि कमजोर, तयारको उता के गर्यो त भन्दाखेरि चाहिँ दुर्बल बनाएको कारणले गर्दाखेरि चाहिँ यो चाहिँ पुरै विचार नै, यसले दिएको जुन विचार छ पहिलो वाक्यांशले दिएको जुन चाहिँ विचार छ त्यो विचारको ठिक विपरीत चाहिँ फेरि अर्कोतिर हाम्रो दिइराखेको हामी यहाँनिर पाउँदछौँ। त्यसैले गर्दाखेरि अब यसलाई चाहिँ हामीले के भन्ने हो त, प्याराडक्स पछाडि चाहिँ हामीले के भन्ने हो त भन्दाखेरि चाहिँ एन्टिथेसिस भनेर यसलाई हामी भन्छौँ। एन्टिथेसिस यसलाई चाहिँ अब हामीले यसलाई नेपालीमा चाहिँ अब विरोध भनेरै प्रायः जस्तो लेखेको मैले पाएको छु। यो चाहिँ के भन्दाखेरि विचार विरोधको कुरा हो। यसलाई मैले हेर्नु पर्दाखेरि सायद यसलाई विरोधी, यो चाहिँ विरोधभाषी चाहिँ एउटा वर्डको भयो तर विचारको भएन भनेदेखि यहाँ चाहिँ पुरै विचारको भएको कारणले गर्दाखेरि यो पनि एउटा विरोधभाषी नै हो, तर यो चाहिँ शब्दको होइन, यो चाहिँ विरोधी भनौँ, विरोध विचार भनौँ या के भन्नुहुन्छ, मैले विरोध मात्रै लेखिदिएँ। अहिले हामी यहाँनिर यतिवटा अहिले हामीले फिगर अफ स्पिच जसलाई चाहिँ हामीले आलङ्कारिक भाषाको एउटा वर्ड लुकेको कुराहरू पायौँ भनेदेखि अर्को पनि यहाँनिर अर्को कुरा लुकेको छ। त्यो चाहिँ के होला भन्नुहुन्छ भनेदेखि जसलाई चाहिँ हामीले भन्छौँ म्याटाफोर, जसलाई चाहिँ हामीले रूपक भन्छौँ। यो सेन्टेन्सभित्र यो एउटा पद या त भनौँ या त एउटा वाक्यभित्र लुकेको कतिवटा चाहिँ यहाँ उयोहरू लुकेको छ, साहित्यिक विधा या त साहित्यिक एउटा उपकरणको प्रयोग गरिएको छ। यसलाई हामीले इङ्ग्लिसमा भन्दै गर्दाखेरि चाहिँ लिटरेरी डिभाइस भन्छौँ हामीहरू। सो देयर आर 3 लिटरेरी डिभाइसेस, नेमली इम्पेरेटिभ वर्ब, प्याराडक्स, एन्टिथेसिस एन्ड म्याटाफोर भन्छौँ। यतिवटा कुरा चाहिँ यहाँनिर विशेष गरेर पाइन्छ। त अब यसलाई हामी अहिले अर्थमा गएका छैनौँ, तर वास्तविकतामा के कुरा चाहिँ यहाँनिर चाहिँ लुकेको छ त भन्ने कुरालाई अहिले हामीले लेख्यौँ। साहित्यिक विधाहरू के छ त, यहाँ त के उपकरणहरूको प्रयोग यहाँनिर गरेको छ त भन्ने कुरालाई हामी अहिले हेर्दै थियौँ। अब तपाईँले देख्नुभयो यो आफै यो होल सेन्टेन्स, पुरा होल सेन्टेन्स पनि एउटा के हो भन्दाखेरि यो पुरा सेन्टेन्स तपाईँ र हामीले हेर्ने हो भनेदेखि यो पनि एउटा जनराको अन्तर्गतमा आउने या त उपकरणभित्र आउने एउटा टपिक हो जसलाई चाहिँ उखान भन्छौँ। अब यो आफै पनि यो पुरा सेन्टेन्स वास्तविकतामा के हो, उखान हो। र उखानभित्र पनि अझै लिटरेरी डिभाइसेसहरू लुकेको छ, रहेको छ। अनि एउटा सेन्टेन्सभित्र
यो आफै सेन्टेन्स आफै पनि उखान हो, तर उखानभित्र पनि अझै के भएको छ भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ लिटरेरी डिभाइसहरू युज भएको छ। त्यो चाहिँ के हो भन्दाखेरि तपाईँलाई हामीले यहाँ पाउँदैछौँ। त्यो चाहिँ हो इम्पेरेटिभ वर्ब, प्याराडक्स, एन्टिथेसिस एन्ड मेटाफोर भनेर। अनि हाम्रो यहाँनिर बुझाइमा चाहिँ यो दुईटामा चाहिँ अलिकति कन्फ्युजिङ जस्तो देखिन्छ, किनभने दुईटै विरोधको कुरा आएको छ। यहाँ हजुरहरूलाई म अलिकति सम्झाइदिउँ। यसलाई म विशेष अर्को एउटा टपिकै नै मैले तयार गर्न खोजिराखेको छु, फिगर अफ स्पिचको विषयमा अनि लाक्षणिक भाषाको विषयमा। त्यसमा म अझै यसको डिटेल्सलाई म निकालिदिनेछु। तर अहिलेको लागि विशेष गरिकन म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ यो प्याराडक्स र एन्टिथेसिस चाहिँ के हो भन्दाखेरि एउटा शब्दको ठिक विपरीत अर्को शब्दको प्रयोग एउटै सेन्टेन्सभित्र भएको छ भनेदेखि त्यसलाई चाहिँ प्याराडक्स भन्ने हो। तर एउटा पुरा विचारको ठिक विपरीत अर्को विचार, त्यसको ठिक उल्टा हैन, अर्को विचारलाई राखेको छ भनेदेखि चाहिँ त्यसलाई चाहिँ के भनिन्छ भन्दाखेरि चाहिँ एन्टिथेसिस भनेर भनिन्छ। अब मेटाफोर चाहिँ के हो त भन्दा रूपक भनेको के हो त भन्दाखेरि चाहिँ रूपक चाहिँ यो हो कि जुन चाहिँ एक वस्तु र दोस्रो वस्तुको बिचमा तुलना गरिन्छ, जसमा चाहिँ एक दुसरामा भएको समानता, यसमा भएको गुण यसमा छ कि छैन, त्यो गुण भएको जुन चाहिँ कम्प्यारिजन छ, जुन चाहिँ तुलना छ, त्यसलाई चाहिँ के भनिन्छ मेटाफोर भनिन्छ। यहाँनिर तुलना चाहिँ के गरेको छ त भन्दाखेरि एउटा अर्को कुरा चाहिँ आत्मा र शरीरको तुलना गरेको छ हैन, एउटा आत्मा र शरीरको तुलना गरिएको छ। र अर्को तुलना चाहिँ के हो भन्दाखेरि तयार र दुर्बल पनि भरमा हामीले अलिकति तुलनात्मक प्रकारको हामी यहाँनिर देख्न सक्छौँ। तर पुरै तुलना चाहिँ केमा छ भन्दाखेरि आत्मा र शरीरको विषयमा चाहिँ यहाँनिर तुलना गरेको हामी पाउन सक्छौँ। त त्यसलाई चाहिँ के भनिन्छ त भन्दाखेरि मेटाफोर, जसलाई हामी नेपालीमा रूपक भनेर हामी भनिन्छ। कुनै पनि एउटा वस्तुको पुरा गुण अर्को वस्तुभित्र पाइन्छ भनेदेखि त्यो दुईटामा भएको कम्प्यारिजन जुन चाहिँ हुन्छ त्यसलाई चाहिँ हामीले मेटाफोर भनेर भन्छौँ। अर्को यसमा आउने अर्को सिमिली भन्ने पनि छ, त्यसलाई त्यो र मेटाफोर लगभग उस्तै देखिन्छ। त्यसको विषयमा हामी अर्को विषयमा चर्चा गर्छौँ। र अहिले चाहिँ मैले विशेष देखाउन चाहेको यो सेन्टेन्सेसभित्रबाट मैले देखाउन चाहेको विशेष कति एउटा सेन्टेन्सभित्र कति चाहिँ साहित्यिक विधाहरू लुकेको हुँदो रहेछ, यानि कि साहित्यिक उपकरणहरू प्रयोग गरिएको हुँदो रहेछ भन्ने विषयवस्तुलाई मैले यहाँ कहाँ राखिराखेको छु। अब मात्रै हामीले जब यो पुरा कम्प्लिट अब हामीले पत्ता लगायौँ, अब यस पछाडि चाहिँ हामी ठ्याक्कैसँगले हामी के गर्छौँ भन्दाखेरि चाहिँ मिनिङतिर हामी जान्छौँ। त्यसको विशेष अर्थ चाहिँ के हो त, यसको अर्थ चाहिँ के हो त भन्नेतिर हामी ठ्याक्कै हामी जान सुरु गर्छौँ। र आउनुहोस् म विलम्ब नगरिकन हजुरहरूले यो कुरालाई मलाई लाग्छ यहाँले टिप्नु भयो होला। मैले अलिकति ऱ्यान्डम वेमा मैले लेखिएको छु र यहाँले विशेष गरिकन यो कुरालाई फेरि तपाईँले दोहोऱ्याएर हेर्न सक्नुहुन्छ। अब हामी यसको ठ्याक्कै अर्थतिर हामी जानुपर्छ। र आउनुहोस् अब हामी इम्पेरेटिभ वर्बको मिनिङमा हामी जान्छौँ। अहिले हामी केवल इम्पेरेटिभमा जाँदैछौँ, जुन चाहिँ मैले आज्ञार्थी शब्द भनेको थिएँ या त वर्ब क्रिया भनेको थिएँ, त्यसको विषयमा हामी हेर्छौँ। यहाँ तीनवटा आज्ञार्थी हामी वर्बलाई हामी पाउँछौँ, यानि कि क्रियालाई हामी पाउँछौँ। जागा रहनु, यो त हाम्रो भाषामा सजिलो छ बुझ्नको लागि। यहाँनिर मैले दिएको छु यसलाई सतर्क हुनु भनेर दिएको छु। जागा रहनु भनेको चाहिँ सतर्क हुनु भनेर भन्ने बुझिन्छ। भनेदेखि प्रार्थना गर्नु भनेको चाहिँ प्रार्थना गर्नु या त प्रार्थना गर भनेर जुन चाहिँ भनेको छ, त्यो गर्नुबाट आएको शब्दले गर्दा मैले यहाँ गर्नु भनेर लेखेको, गर भनेर। यहाँ प्रार्थना गर्नु भनेको चाहिँ परमेश्वरसँग सञ्चार गर्नु भन्ने अर्थ यहाँबाट प्राप्त हुन्छ भने फेरि हामी परीक्षामा नपर भनेको चाहिँ यानि कि प्रलोभनमा या त फन्दामा नपर्नु, यानि कि भन्न खोजेको कुरा मानव कमजोरी र पापको शिकार नहुनु हो भन्ने अर्थ यहाँबाट विशेष प्राप्त हुन सकिन्छ। यो चाहिँ इम्पेरेटिभ वर्बको एउटा मिनिङ यहाँबाट हामीले निकालेका छौँ। अब हामी फेरि पनि हामीसँग एउटा त गयो जुन चाहिँ इम्पेरेटिभ, किनभने हामीले चारवटा हामीले पत्ता लगाएका थियौँ। भर्खरमा त हामीले चारवटा उपकरणहरू पत्ता लगाएका थियौँ।
भनेदेखि अहिले पहिलो चाहिँ इम्पेरेटिभ वर्ब थियो, त्यसको अर्थ चाहिँ यसरी निक्लिन जान्छ। र अब हामी फेरि पनि विलम्ब नगरिकन फेरि हामी अर्को पाटोमा हामी जान्छौँ। त्यो चाहिँ हो विशेष गरिकन अब हाम्रो यहाँनिर रहेको छ, अहिले हामीले इम्पेरेटिभ भर्खरै मात्र हाम्रो सरी, अब प्याराडक्समा हामी जान्छौँ। प्याराडक्समा हामी जान्छौँ। प्याराडक्स भनेको मैले भनेको थिएँ एकदम विपरीत अर्थ दिने शब्द भनेर मैले भनेको थिएँ, जसमा कि हाम्रो अहिले हाम्रो यहाँ रहेको थियो आत्मा भन्ने एउटा शब्द आएको छ। आत्मा भने अनि अर्को रहेको छ शरीर। शरीर रहेको छ। यो आत्मा अनि शरीर चाहिँ यो दुईटा चाहिँ के हो भने ठिक एकदेखि दुसरासँग विपरीत हो, विपरीत शब्द हो। त यसैले यसलाई मैले अघि तपाईँहरूलाई भनेको थिएँ प्याराडक्सको अर्थ मैले भर्खरै मात्रै हजुरहरूलाई भनेको थिएँ। यो चाहिँ टोटली अपोजिट, मैले नेपालीमा भन्नुपर्दा चाहिँ विपरीत अर्थ दिने शब्द भनेर हामी भन्न सक्छौँ। या त हामी अर्को प्रकारले भन्छौँ भनेदेखि चाहिँ विरोधाभासी भनेर पनि हामी भन्न सक्छौँ। र आत्मा र शरीर यहाँनिर चाहिँ आत्मा अनि शरीर चाहिँ ठिकै उल्टा यसको अर्थ दिने भएको कारणले, जस्तै आत्मा भनेको चाहिँ मानिसभित्र रहने जुन चाहिँ एक प्रकारको के भनौँ, आत्मा भन्नाले चाहिँ एउटा मानिस जो भित्री मानिस छ त्यसलाई भनिन्छ। भनेदेखि शरीर भन्ने कुरा त हामीलाई थाहा छँदैछ, बाहिरी हाम्रो जुन चाहिँ शरीर हाम्रो छ। र आउनुहोस् हामी केही छिन हामी योसँग चर्चा गर्नेछौँ। विरोधाभासीमा हामी गइराखेका छौँ, जुन चाहिँ प्याराडक्स भन्ने शब्द आएको छ। त्यसमा चाहिँ आत्मा अनि शरीर दुईटा एक दुसरामा ठिक उल्टा शब्द हो। भनेदेखि आत्मा भन्नाले यहाँनिर के बुझाउँछ त, यसको अर्थ के हो त भन्दाखेरि भित्री मनुष्यता या त इच्छा शक्ति भनौँ या त क्षमता, यसलाई चाहिँ हामी के भन्छौँ आत्मा भनेर हामी यहाँ अर्थ दिन सक्छौँ। भनेदेखि शरीर के हो भन्दाखेरि बाहिरी मानव अवस्थालाई जनाउँछ। हाम्रो बाहिरी हाम्रो जुन चाहिँ अवस्था छ, हाम्रो स्वभाव छ, बाहिरी अवस्थालाई यसले देखाउँदछ, जनाउँदछ भनेर हामीले यहाँबाट यो अर्थ लगाउन सक्छौँ। भनेदेखि यो चाहिँ थियो हाम्रो रहेको थियो प्याराडक्स भनेर रहेको थियो। अब हामी जान्छौँ त्यस पछाडि एन्टिथेसिसमा। एन्टिथेसिसलाई यसलाई पनि हामी विरोधै भन्छौँ या त भिन्नता या त भिन्न विचार भन्न पनि सक्छौँ। यसलाई मैले चाहिँ लेखिदिएको छु अहिले विरोध भनेर लेखिएको छ। विरोध लेख्दा पनि भयो या त हामीले यसलाई विपरीत विचार भने पनि भयो, विलोम भने पनि भयो। विलोम, यसलाई विलोम शब्द पनि भनेर उयो पनि भन्न सक्छौँ। विलोम विचार, ठिक उल्टा विचारलाई हामी भन्न सक्छौँ, जसलाई चाहिँ हामीले यो चाहिँ हो पुरै यो चाहिँ के हो भन्दा एन्टिथेसिस चाहिँ विचारसँगको उयो हुन्छ, तुलना हुन्छ, ठिक उल्टा विचार। अघिको चाहिँ शब्द थियो, केवल शब्द एउटा शब्द आत्मा र शरीर थियो। अब चाहिँ विचारमा, विचार चाहिँ के आउँछ एन्टिथेसिसमा भन्दा चाहिँ आत्मा तयार छ, आत्मा त साँच्चै तयार छ, तयार छ। फेरि अब आएको छ यसको ठिक अपोजिट अर्को के आएको छ भन्दाखेरि चाहिँ तरले काटेपछि शरीर दुर्बल छ। तरबाट लेखिदिउँ, तर शरीर दुर्बल छ, दुर्बल छ। यो चाहिँ तपाईँको रहेको छ एन्टिथेसिस, जो चाहिँ विलोम। किनभने यो चाहिँ विचार नै उल्टा हो नि त, यसको ठिक यो पुरै विचारकै उल्टा विचार चाहिँ यो हो। आत्मा तयार छ भनेदेखि शरीर त छैन, त्यो त दुर्बल छ भने त्यसको उल्टा ठिक उल्टा बताइराखेको कारणले गर्दाखेरि विचार नै उल्टा छ। यो चाहिँ यसलाई चाहिँ एन्टिथेसिस भनेर इङ्ग्लिसमा भन्छ। नेपालीमा हामी यसलाई भिन्नता भने पनि भयो, विलोम भने पनि भयो,
विरोध विरोध एक विचार भन्ने पनि भयो होइन, जे भन्ने पनि भयो। हेर्नुहोस्, यो एउटा उखानभित्र रहेका कतिवटा उपकरणहरू रहेछ जसले चाहिँ भिन्न भिन्नै प्रकारले बुझ्नुपर्ने अवस्था हुन्छ। त्यसलाई आखिरमा लगेर अन्तिममा लगेर चाहिँ त्यहाँदेखि हामीले एन्सरलाई हामीले बसाउँदाखेरि या त त्यसको अर्थलाई हामीले प्रकट गर्दाखेरि चाहिँ त्यसको चाहिँ एउटा सठिक उत्तर हाम्रो निस्किन सक्छ, सठिक अर्थ निक्लिन सक्छ यो उखानको है। र अब हामी आत्मा चाहिँ तयार छ भन्ने कुरा यहाँ आयो र शरीर दुर्बल छ भन्ने कुरा यहाँनिर आएको छ। अब यसको अर्थपट्टि हामी जान्छौँ। यसलाई हामीले अलिकति विचारमा माथिबाट मत्तीको पुस्तक 26 अध्यायको त्योभन्दा अगाडिका विचारहरू जुन येशू प्रभुले कुन ठाउँमा यो कुराहरू गर्नुभएको हो होइन, गेतसेमनीको बगैँचामा जुन प्रार्थनाको समय हुँदै गर्दाखेरि उहाँ निस्केर जानुभएका अवस्थामा चेलाहरूलाई चाहिँ तिमीहरू बस्दै गर, उनीहरूले पनि प्रार्थना गर्नुपर्ने अवस्थाहरू थियो। तर जसै यीशु प्रभु वापस आउनु हुँदाखेरि चाहिँ प्रार्थनाबाट फर्केर आउँदाखेरि चाहिँ उनीहरू सुतिराखेको अवस्थामा उहाँले भेटाउँदै गर्दाखेरि चाहिँ यो समयमा एकदमै यीशु प्रभुले उनीहरूलाई एउटा चेतावनी दिएको हामी यहाँनिर देख्न सक्छौँ। अनि आत्मा त तयार छ, त्यो उनीहरू के गर्नु पर्थ्यो भन्दाखेरि चाहिँ प्रार्थना गरिराख्नु, परमेश्वरसँग संसार गरिराख्नु पर्थ्यो। किनभने उनीहरूको परिस्थिति चाहिँ एकदमै परिस्थिति अप्ठ्यारो परिस्थितिबाट गइराखेको, यीशु प्रभुलाई यतिखेर पक्रिने बेला भइसकिराखेको थियो। तीमाथि एउटा चेलाले धोका दिने कारणले गर्दा यीशु प्रभु यस समयमा विचलित अवस्थामा उहाँ हुनुहुन्थ्यो होइन। त्यो समयमा चाहिँ उहाँले प्रार्थना, उहाँको चाहना थियो के हुनसक्छ भनेदेखि यो समस्या, यो जुन प्रकारको समस्याबाट उहाँ भएर गइराख्नु भएको छ र उहाँको पक्राउ त्यस पछाडिको मृत्युको हुनसक्छ भनेदेखि यो कच्चाउ र मबाट हटोस् भनेर पनि उहाँले भन्नुहुन्छ। तर मेरो इच्छामा होइन, त्यो तपाईँको इच्छामा पुरा होस् यदि तपाईँबाट हुन्छ भने। अनि पछाडि गएर उहाँले फेरि भन्नुहुन्छ होइन, यदि मैले पिउनै पर्छ भनेदेखि त्यो जरुरी हो भने म पिउन तयार छु भनेर येशू प्रभुले त्यहाँनिर पनि उहाँले आफ्नो विचारलाई उहाँले राख्नुभएको हामी पाउँछौँ। भन्न खोजेको के हो भनेदेखि प्रभुलाई पछ्याउनको लागि भित्रबाट इच्छा भएका, चाहना भएकाहरू पनि मानिसहरू त्यहाँनिर छन्। उनीहरू त्यो क्षमता प्राप्त भएका मानिसहरू पनि, उनीहरूले शिक्षाहरू सिकेका छन्। प्रभु येशूलाई पछ्याउने कुरामा उनीहरू एकदमै यस समयमा उनीहरूभित्र एउटा जुनून हामी उनीहरूभित्र पाउन सक्छौँ। येशू प्रभुलाई पछ्याउने कुराहरूमा उनीहरू एकदमै उत्साहित छ। यो समयमा प्रभुले भन्नुहुन्छ तिमीहरूको के छ, आत्मा चाहिँ के छ भन्दाखेरि तयार छ तिमीहरू, तर के भन्दाखेरि तिमीहरूको शरीर दुर्बल कसरी भयो? उनीहरूलाई थाकेका थिए, उनीहरू सुती पठाए, उनीहरूको शरीरले निन्द्रालाई माग्यो अनि उनीहरू चाहिँ त्यो प्रलोभनमा, शरीरको प्रलोभनमा पर्यो। जो त्यतिखेर चाहिँ प्रार्थना गर्नुपर्ने अवस्थामा उनीहरू चाहिँ शरीरको दुर्बलतामा उनीहरू गएर चाहिँ त्यो कुरामा चाहिँ उनीहरू के भयो भन्दाखेरि चाहिँ आखिरमा गएर उनीहरूले चाहिँ शरीरको थकानलाई उनीहरू दूर गर्नेतिर लागे, उनीहरू सुत्नतिर लागे। अनि सुतिसके पछाडि अब सायद सोचे होला नि चेलाहरूले कि अब सुतेर पछाडि उठेर प्रार्थना गर्दा पनि हुन्छ पछाडि भनेको। तर प्रभु यीशु ख्रीष्टले देखाउँदै चाहनुहुन्थ्यो जब समस्या आउँछ त्यो समस्याको घडीमा चाहिँ हामी सुत्ने होइन, त्यतिखेर चाहिँ हामीहरू सतर्क पनि हुनुपर्छ, प्रार्थना पनि गर्नुपर्छ। शरीरको प्रलोभनहरूतिर, शरीरबाट आउने, शरीरले मागेको इच्छा चाहनाहरूसँग चाहिँ त्यो परीक्षामा चाहिँ हामी पर्नु हुँदैन भनेर प्रभु यीशु ख्रीष्टले त्यो कुरालाई यहाँनिर स्पष्ट गर्दै हुनुहुन्छ। यानि के भन्न खोजेको, आत्मा त साँच्चै तयार छ, आत्मा तयार छ प्रभुको सङ्गति गर्न, प्रभुसँग हिँड्न, परमेश्वरसँग सेवकाई गर्न, त्यो सबै कुरा उनीहरूको आत्माबाट उनीहरू प्यासा छन्, गर्नको लागि तयार छन्। तर अर्कोतिर उनीहरू प्रलोभनमा पनि पर्छन्। त्यो के को प्रलोभनमा भन्दाखेरि चाहिँ शरीरको प्रलोभन जो चाहिँ निन्द्रा हो है। अनि शरीरले मागेको चाहनाहरूमा होइन हामीलाई शरीरले धेरैचोटि धोका दिन्छ, आत्माबाट एकदमै तृषित हुन्छौँ, धेरै आत्माबाट हामी गर्ने प्रयास गर्छौँ, धेरै सङ्गति गर्ने प्रयास गर्छौँ, काम गर्ने प्रयास गर्छौँ, धेरै कुराहरू हाम्रो आत्माबाट हामीले त्यो चाहनाहरू गरिराखेका हुन्छौँ। तर कतै न कतै हामीलाई शरीरले धोका दिइराखेको हुन्छ, शरीरले हामीलाई प्रब्लममा पारिराखेको हुन्छ, शरीरको चाहनाले हामीलाई खिचिराखेको हुन्छ। अनि त्यो अवस्थामा चाहिँ परमेश्वरले चाहिँ, येशू प्रभुले चाहिँ त्यो घडीमा चाहिँ तिमीहरूले त्यसो गर्न हुँदैन। तर तिमीहरू चाहिँ आत्मामा जस्तै तिमीहरू तयार छौ, साँच्चै नै तयार छौ, त्यसरी तिमीहरू तयारी रहनुपर्छ। अनि तिमीहरू शरीरको दुर्बलतामा पर्नु हुँदैन भन्ने कुरा सन्देश प्रभु यीशु ख्रीष्टले यो उखानबाट
आफ्ना चेलाहरूलाई उहाँले भन्दै हुनुभएको कुरा हो। अहिले हामी एन्टिथेसिसमा पनि गयौँ, एन्टिथेसिसमा पनि गयौँ, प्याराडक्समा पनि गयौँ। त्योभन्दा अगाडि त्योभन्दा अगाडि हामीले के भन्छ इम्पेरेटिभ वर्बलाई पनि हामीले हेऱ्यौँ। अब अलिकति हामीले मेटाफोरलाई चाहिँ हामीले हेर्नुपर्छ। अनि मेटाफोरको लागि म विशेष गरिकन मेटाफोरको टपिक लिएर आउँछु। त्यतिखेर हामी विशेष गरिकन हामी हेर्नेछौँ। र योबाट मलाई साँच्चै नै लाग्छ हजुरहरू एकदमै उत्साहित हुनुहुन्छ होला भन्ने कुरा म सम्झिन्छु। यहाँले पक्कै पनि बुझ्नुभयो। र हामीले यसरी गर्दाखेरि चाहिँ हामी पक्कै पनि विभिन्न प्रकारको विचारहरूसँग हामी जुझ्नु पर्दैन। अहिलेको समयमा धेरै प्रकारको विचारहरू मानिसहरूबाट आएको छ अनि जुन चाहिँ एक्ज्याक्टली सेन्टेन्सले मागेकोतिरै हामीले दौडिनु पर्ने हुन्छ। त्यो मान्छेको विचार बगेको ठाउँमा भन्दा पनि वास्तविकतामा नै सेन्टेन्सले या त वाक्यले के चाहिँ हामीलाई सन्देश दिँदैछ त भन्ने कुरा चाहिँ हाम्रो लागि महत्त्वपूर्ण हुनुपर्छ। यो चाहिँ मेरो मान्यता हो। र विशेष गरिकन अब हामीले यसबाट पुरै अर्थलाई हामीले प्राप्त गरिसक्यौँ र अन्तिममा गएर म अलिकति यसलाई संक्षेपमा यहाँहरूलाई म विशेष विचारलाई राख्नेछु। यहाँ जुन चाहिँ यहाँबाट निस्केको छ मेरो आफ्नो विचार होइन, जुन चाहिँ एक्ज्याक्टली यहाँबाट निस्किएको छ त्यो विचारलाई यहाँका राखेर म अन्त्य गर्नेछु। र विशेष गरिकन मैले यो जुन प्रकारको जनराको विषयमा मैले टिचिङ ल्याएको छु यो नेपाली भाषीहरूको बिचको लागि हो। किनभने इङ्ग्लिसमा मैले ल्याएको छैन, इङ्ग्लिसमा सायद अङ्ग्रेजहरूले बनाएको छ भने इङ्ग्लिस जति पनि पढ्नुहुन्छ या त इङ्ग्लिस स्पोकन भएका हाम्रो दाजुभाइ दिदीबहिनीहरूले इङ्ग्लिसकैबाट खोजेर तपाईँहरूले पत्ता लगाउनुहोस् र त्यसबाट अध्ययन गर्न सक्नुहुन्छ। तर म चाहिँ विशेष बनाउनुको लागि चाहिँ मेरो टार्गेट चाहिँ के हो भन्दाखेरि नेपाली दाजुभाइ दिदीबहिनीहरूले पनि साहित्यिक विधाहरूलाई बुझ्न आवश्यक छ भन्ने मेरो मान्यता हो र त्यसैले मैले नेपालीमा ल्याइराखेको छु। र विशेष गरिकन त्यति राम्रो त छैन ह्यान्डराइटिङ, तर पनि मैले हजुरहरूलाई विशेष नेपालीमा सम्झाउने प्रयास गरिरहेको छु। आउनुहोस् यो विशेष उखानबाट भन्न चाहेको कुरा चाहिँ जागा रहो, प्रार्थना गर, परीक्षामा नपर भन्न खोजेको चाहिँ परमेश्वरको यीशु प्रभुले भन्न चाहेको कुरा समस्याको घडी, समस्या आउँदाखेरि चाहिँ मानिसहरू त्यतिखेर चाहिँ प्रार्थनामा रहनुपर्छ। शरीरको इच्छाको चाहना मेटाउनेतिर लाग्नुभन्दा पनि परमेश्वरसँग त्यो घडीमा चाहिँ त्यो परिस्थिति जुन प्रकारले घेर्दै गरेको परिस्थिति चाहिँ परमेश्वरसँग सञ्चार गर्नेतिर लाग्नुपर्छ, परमेश्वरसँग बुद्धि माग्नुपर्छ, आत्माको अगुवाई माग्नुपर्छ। र हामी चाहिँ त्यो प्रलोभनमा पर्नु हुँदैन। किनभने जस्तै हाम्रो आत्माबाट भित्रबाट हामी चाहना गरिरहेको हुन्छौँ परमेश्वरप्रति, त्यो चाहना जुन चाहिँ बुझाउनको लागि, त्यो चाहनालाई पुरा गर्नको लागि त्यो तयार भइराखेको हुन्छ। परमेश्वरको काम गर्नको लागि, परमेश्वरको सेवा गर्नलाई, सङ्गति जानलाई, मिसनको काम गर्नलाई हामी तयार भइराखेका हुन्छौँ। तर कतै न कतै हामीसँग शरीर पनि हामीले अलग गर्न सक्दैनौँ। शरीर हामीसँग छ, तर शरीरले मागेको चाहनाहरू मेटाउनेतिर चाहिँ हामी जानु भएन। त्यो चाहना छँदैछ, तर पहिलो प्रायोरिटी चाहिँ, पहिलो प्राथमिकता चाहिँ हाम्रो आत्माको कुरालाई हामीले दिनुपर्छ भन्ने सन्देश यो उखानबाट प्राप्त भएको छ। र यिनै सन्देशको साथमा सायद म बेसी यहाँभन्दा बढी बढ्न चाहदिनँ र यिनै विशेष उखानको माध्यमबाट यहाँहरूलाई आजको सन्देश म अन्त्य गर्न चाहन्छु। धन्यवाद। फेरि पनि हामी भेट्नेछौँ।